हेलो साथीहरु, गुड मर्निङ। आज पनि हाम्रो दिनको सुरु भइसकेको छ। हेर्नु मेरो सिद्ध बुढा नउठ्ने उठि छिटो उठ्नु छिटो। टाइगर हो हाम्रो हाम्रो मिनी भ्लग आउँछ, त्योमा पनि हाम्रो टाइगर साथसाथै हुन्छ हैन बेबी? सोभा सोभा छिटो उठ। सानो छोरी उठेको छैन। हाम्रो गुड मर्निङ भइसकेको छ साथीहरु। 7:06 सेकेन्डमा उठेको। हाम्रो केरामा चाहिँ टोरी फुलेर यस्तो दामी भएको छ साथीहरु, यस्तो दामी भएको छ। माइ गॉड, फोटो खिच्न चाहिँ नि लास्टै राम्रो आउँछ के। त्यो चाहिँ बिहानको अहिलेको नजारा यस्तो दामी। माइ गॉड, मैले त यस्तो राम्रो देखेको पहिले हैन। टोरी फुलेको हेर्नु कति राम्रो देखेको यहाँ झन्। आम्मामामा डम्मै के डम्मै डुलु डम्मै चाहिँ आलुबारी होला हैन। यो राजमा चाहिँ हाम्रो फुलहरू चाहिँ सुँगुरको लागि सुँगुर ब्याउन लागेको छ नि, त्यही भएर रमु। अब चाहिँ हामी उठिसक्यौँ। अब चाहिँ हाम्रो दिनको सुरुवात भयो। अब चाहिँ हामी छिटो चिया खाएर अनि त्यसको लागि काममा लागिहाल्छौँ। हाम्रो पिक खान्छ सुँगुरलाई चाहिँ अब दाना पानी लाउनुपर्छ, त्यसको बुझाउनुपर्छ। हाम्रो अहिले यहाँ टोटल सुँगुरको मान्छे 10 वटा छ हैन। 6 वटा बिक्रीमा छ, चाहियो भने सम्पर्क गर्नु होला। सब ब्याउने छ, सब ब्याउनेहरू युनि ब्याउने यताको सबै ब्याउने। अहिले चाहिँ म ब्याउँदिनँ, त्यति धेरै क्याप्चर गर्नु आएको छैन मलाई। ए यो मोटी यिनीहरू सबै ब्याउने हो। हाम्रो बारी यता टमाटरहरू सागहरू नयाँ पनि उम्रिँदैछ। यो चाहिँ चम्सुरको साग हो, त्यो राईको साग, त्यहाँ धनियाँ, यहाँ पनि धनियाँ। यिनीहरू टमाटर, यो सोप हो। यताको बोटहरू छ, यता पनि हेर्नु न हाम्रो कोलाको झ्याङ। यता पनि तोरी फुलेर दामी भएको छ है। यहाँ चाहिँ मेरो कोलाले मुक्ति छ हो, त्यो चाहिँ कुरा अब सानो छोरी पालो अनि मेरो पालो मुक्ति। यता चाहिँ हाम्रो घरको पछाडि हाल त्यस्तो छ। हाम्रो स्कुटर यता चाल काट्नुपर्ने, फेरि कोलाको खम्बा। साथीहरू यो चाहिँ दुध हो, हिजो ल्याएको छाली बसेछ। अब अनि चिया पकाएर खाने। यो चाहिँ छाली हो साथीहरू, मैले छाली यति बेला गरिसकेँ। अब यसको घिउ बनाउनुपर्छ। जाडोमा तातो तातो दुधको चिया खाँदैछौँ साथीहरू। यो चाहिँ मेरो बुढाको भाग, लिनुहोस् मेरो स्वामी। थ्याङ्क यू सो मच। मेरो सोफा, यो सोफाको यो चाहिँ मेरो। ल साथीहरू, चेयर्स। बुढा के गरेर राम्रो भयो रिसाको? मेरो बुढा रिसा गरेर हेर्नु। होइन त किन सोधिरहेको? कति सोध्नु ठिक ए नहुने काम गर्दैन मेरो बुढा। खजाना तिमीको खजाना कस्तो भिड भइरहेको छ? कस्तो ऐतिहासिक चाहिँ कस्तो भिड हुन्छ फेरि? ठुलो हाल्दैन अन्त हातले हुँदैन। सोच्नु त्यो बैगुनमा नलागिदिनु फेरि सब्जीमा झोल जरा अलिक पर आमा। यो चाहिँ मेरो आमा लाग्दैन त्यो छ। मेरो चाहिँ आमा एलर्जी भएको छ, त्यही भएर दबाई लगाइराख्नुपर्छ। प्लस आँखाको पावर पनि कम भएको छ, त्यही भएर चस्मा एनी टाइम लगाइराख्नुपर्ने। बढ्दो उमेर सँगसँगै रोग पनि बढ्दो रहेछ साथीहरू, के गर्नु। चस्मा लगाउने बानी नहुँदा चाहिँ कष्टै गाह्रो रहेछ। अब अर्को नयाँ भ्लगमा भेटौँला है। अब आलु गर्नुपर्नेछ, आलु बढेको चाहिँ अर्को भ्लगमा।